मामुले ल्याउँदै गर्नुभएको यो काँक्रा सहित आज केही गफ गरौँ है। बेला बखतमा फोटो भिडियो चुस्स खिचिराख्ने बानीले मलाई चाहिँ धेरै पटक सहयोग गरेको छ। सहयोग धेरै अर्थमा। अनि त्यो तपाईको फोनको ग्यालरीमा भएको फोटो भिडियो हेर्ने फुर्सद चाहिँ कतिको पाउनुहुन्छ नि तपाईहरु। मैले आज अलि अगाडिसम्म हेर्दै गर्दा यो फोटो भिडियो भेट्टाएँ। घर हुँदा खिचेको। हरेक कुराको समय सीमा हुन्छ, तर घर अनि आफ्नो नजिकको मान्छेहरूसँग बिताउने समयको समय सीमा नहुनु नि। यसो भन्दै गर्दा हुन त स्वार्थ सुनिन्छ, किनभने सबै अघि बढ्नु छ, आफ्नो आफ्नो जीवनको लय समाउनु छ। भागदौड भनौं या संघर्ष, दुवै पर्याय होलान् सायद। सानैबाट ठूलो परिवारमा हुर्किएको म, बुबा आमा, बाबा मामु, काका आन्टी अनि भाइहरू अहिले सबै आफ्नो स्थानको संघर्षमा छौं। घरबाट पर, उसै गरी घरमा रनघन भेला हुन चाडपर्व नै पर्खन पर्छ। तर त्यो भन्दा बाहेक पनि मौका आफैले जुराउँदै गर्नुपर्छ। भेला हुने, गफकाफ गर्ने, गफ जसको समयसँगै शीर्षकहरू पनि परिवर्तन हुँदै जान्छन्, तर हर शीर्षक र समय महत्त्वपूर्ण हुन्छ। अनि त्यस्तै गफकाफसँगै केही मिठो खानेकुरा पनि। हाम्रो घरमा सबै भेला हुँदा पाक्नै पर्ने र सबैलाई मनपर्ने मोमो। यसको कुरा छोडौं, चाहे जुनै बहाना लिएर होस्, तपाईहरु पनि आफ्नो मान्छेहरूसँग समय बिताउने र कुरा गर्ने मौका चाहिँ जति व्यस्त भए पनि मिलाउनु है, किनभने हामीलाई थाहा छ समयले पर्खिदैन।